बेलौरी नगरपालिकालाई एउटा समृद्ध नगरपालिका, एउटा विकसित नगरपालिका बनाउने हो भने हामी बेलौरी नगरपालिकासँग यस्ता सानातिना झिनामसिना कुराहरूमा अल्झिएर वाद विवाद गरेर समय खर्च गर्नु खासै औचित्य देखिँदैन। किनकि हामीले जति कोसिस गरे पनि, जति आन्दोलन गरे पनि, जति घचघचाए पनि हामीले भनेको बेलौरी नगरपालिकाले सुन्ने र मान्ने अवस्था देखिँदैन। तसर्थ अब हामीसँग एउटै विकल्प छ। 2084 मा हुने स्थानीय तहको निर्वाचनमा बेलौरी नगरपालिकाको मेयर, उपमेयर र 10 वटै वडाको वडाध्यक्ष एउटा स्वतन्त्र व्यक्ति, एउटा निष्पक्ष व्यक्ति, एउटा शिक्षित व्यक्ति, एउटा इमानदार व्यक्ति खोजौँ र आजैबाट हामीले चाहिँ प्रत्येक वडामा गएर त्यो वडाका जनताले के चाहेका छन्, के उद्देश्य पूरा भइराखेको छैन वडाको, आखिर वडामा के समस्या छन्, ती समस्याहरू कलेक्सन गर्ने अनि प्रत्यक्ष जनताको माझमा गएर हामीले ती समस्याहरूलाई समाधान गर्ने यदि प्रयत्न गर्यौँ भने 84 मा हुने जुन स्थानीय तहको निर्वाचन छ त्यसमा हामीलाई राम्रो मत प्राप्त हुन सक्छ। हामीले अब बेलौरी नगरपालिकाको मेयर, उपमेयर र 10 वटा वडाको वडाध्यक्ष स्वतन्त्र व्यक्ति छानौँ र आजैबाट हामी चाहिँ त्यसको तयारीमा जुटौँ। किनकि 84 मा हामीलाई त्यति समय हुँदैन। त्यसैले यदि हामी साँच्चै टार्गेट गर्ने हो भने हामी जनताको माझमा जानै पर्छ, जनताका कुराहरू सुन्नुपर्छ, जनताले के चाहेका छन्, आखिर के समस्याहरू भोग्दैछन्, एउटा जनप्रतिनिधिबाट जनताले के अपेक्षा राख्छन्, के अपेक्षा गरेका थिए, के पूरा भएन, ती सबै कुराहरू हामीले कलेक्सन गरौँ र त्यसलाई अब समाधान गर्ने प्रयत्न हामीले गर्यौँ भने पक्कै पनि यो बेलौरी नगरपालिकालाई एउटा नमुना नगरपालिका, एउटा विकसित नगरपालिका, एउटा समृद्ध नगरपालिका पक्कै पनि बनाउन चाहिँ सम्भव छ। अब हामीले नगरपालिकालाई बारम्बार धेरै कुराहरू सुनायौँ, धेरै मागहरू राख्यौँ, तर नगरपालिकाले कुनै पनि माग पूरा गर्ने कोसिस गरेन। र अहिले बेलौरी जेनजी तथा समर्थकहरूले उठाएको मुद्दा, माग, यो करार कर्मचारीसँग सम्बन्धित माग जुन अत्यन्तै महत्त्वपूर्ण र बेलौरी नगरपालिकाले यसलाई समाधान गर्न कदापि नचाहेको अवस्था छ। र हामीले के गर्न सक्छौँ भने 84 मा हुने जुन स्थानीय तहको निर्वाचन छ त्यो निर्वाचनका लागि हामीले आजैबाट तयारी गर्यौँ र हामीले जसरी मेयर, उपमेयर र 10 वटा वडाध्यक्ष हामीले छानेर अगाडि बढायौँ र यदि हामीले निर्वाचन जित्यौँ भने जित्न सम्भव पनि छ। फेरि यदि हामी आजैबाट हामी जनताको माझमा गयौँ, जनतासँग प्रत्यक्ष हामीले चाहिँ कुराकानी गऱ्यौँ, प्रत्यक्ष घुलमिल भयो भने यो सम्भव पनि देखिन्छ। यदि हामीले बेलौरी नगरपालिकाको मेयर पनि जित्यौँ, उपमेयर पनि जित्यौँ र वडा अध्यक्षमा पनि हामीले चाहिँ जिताउन सफल भयो भने कार्यपालिकाको जुन पहिलो बैठक बस्नेछ निर्वाचन सम्पन्न भएपछि त्यो पहिलो बैठकले चाहिँ के निर्णय गर्नेछ भन्दाखेरि हालसम्म भएका सम्पूर्ण करार कर्मचारीहरूको सम्झौता रद्द गर्ने। त्यो गरिसकेपछि हामीले चाहिँ पुनः नयाँ करार कर्मचारीको लागि एउटा वैधानिक प्रक्रियाबाट एउटा योग्य, एउटा सक्षम व्यक्तिहरूलाई पुनः हामीले नगरपालिकामा ल्याउन सक्छौँ। र यसको लागि हामीले चाहिँ आजैबाट अब कसरी हुन्छ हैन, मेयर को बन्ने, उपमेयर को बन्ने र 10 वटा वडाका वडाध्यक्षमा को व्यक्ति वडाध्यक्ष बन्न तयार छ वा को लायक छ, को शिक्षित छ, कसमा क्षमता छ त, को इमानदार छ, कसमा लालच छैन, यो कुरा हामीले सबै बसेर एउटा मिटिङ गरेर सबै कुरा हामीले चाहिँ क्लियर गरेर यदि हामी आजैका दिनबाट हामी चाहिँ जनताको माझमा यदि हामी गयौँ भने पक्कै पनि अब आउने स्थानीय तहको निर्वाचनमा बेलौरी नगरपालिकाले एउटा फरक अनुहार जिताउनेछ। यो चाहिँ हामीलाई विश्वास छ। यसका लागि अब हामी सबै साथीहरू मिलेर एउटा सर्वप्रथम त हामीले चाहिँ यो मेयर, उपमेयर र 10 वटा वडाका वडाध्यक्षको क्यान्डिडेट चाहिँ फिक्स गर्नु पर्यो, को बन्ने हो, कसलाई समर्थन गर्ने हो। र त्यसका लागि अब हामी चाहिँ जनताको माझमा गएर अगाडि काम गर्नै पर्ने हुन्छ र कुनै पनि हालतमा आगामी स्थानीय तहको निर्वाचनमा बेलौरी नगरपालिकामा मेयर, उपमेयर र वडाध्यक्षहरू स्वतन्त्र व्यक्तिलाई जिताउन लाग्नै पर्ने हुन्छ, जो कुनै पनि पार्टीमा, कुनै पनि दलमा संलग्न नभएको। यदि हामीले यस्तो व्यक्ति छान्न सफल भयो भने जनताले पनि विश्वास गर्ने अवस्था रहन्छ। त्यसैले अब यस बारेमा सोच्ने हो कि सम्पूर्ण बेलौरीका युवाहरू, बेलौरीका जेनजी, बेलौरीका समर्थकहरू अथवा सम्पूर्ण जसले बेलौरीलाई माया गर्नुहुन्छ, जसले बेलौरी बनाउन चाहनुहुन्छ, जसले बेलौरीलाई एउटा समृद्ध बेलौरी, एउटा विकसित बेलौरी देख्न चाहनु भएको छ, सबैले सोच्ने बेला आएको छ।
तपाईहरु पनि यदि सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामीलाई सल्लाह सुझाव दिनुहोला किनकि अब हामीले चाहिँ 2 वर्षको समय छ हामीसँग 2 वर्षको बीचमा हामीले पुरा बेलौरीमा चाहिँ आफ्नो राम्रो छाप विस्तार गर्न छोड्न सक्नुपर्छ हामी जनताको माझमा गएर प्रत्यक्ष घुलमिल हुन सक्नुपर्छ जनतालाई हामीले आफ्ना कुराहरू बुझाउन सक्नुपर्छ र जनताको जुन जसरी हुन्छ जनताको मत परिवर्तन गराउन हामी सफल हुनै पर्छ अन्यथा यो बेलौरीको विकास अनि हामीले कल्पना गरेको समृद्ध बेलौरी विकसित बेलौरीको फेरि हाम्रो सपनामै एउटा कल्पनामै हराउने अवस्था पनि आउन सक्छ त्यसैले सोचौं अझै समय छ 2 वर्ष समय छ हामी गर्न सक्छौं परिवर्तन ल्याउन सक्छौं परिवर्तन अवश्य सम्भव छ